गाइस वेलकम। अहिले 5:30 बजेको छ। पानी परिरहेछ। क्लास जान लाग्यो। पानी परेर हत्तेरी त अहिलेसम्म नि बस कुरेको छु। अब 3 मिनट बाँकी छ। सो बस आउँछ अब 3 मिनट पछि। 2 घन्टा लाइक दिस। अब आइसक्यो। सो फाइनली बस चढ्यो। पानी परिरहेछ यस्तो। सो बल्ल यहाँनिर स्टेसन चढ्ने ठाउँ है। बल्ल बसबाट चाहिँ ओ माई गॉड अगाडिबाट बस आएको त्यही भएर दौडिनु पर्यो। स्टेसन चढेर फेरि जानुपर्छ। यहाँबाट नि चढ्नुपर्छ। अब लाग्छ 2 घन्टा। ओके स्टेसन ब्युटी प्रडक्टहरू छ यहाँनिर। यहाँ सबका चाहिँ अब सामकाजीबाट चाहिँ ट्रेन चेन्ज गर्नुपर्छ। वरतिर जानको लागि चाहिँ घरमा त्यही आयो। अब यहाँबाट फेरि स्कुल बस चढ्नुपर्छ। निन्द्रा लागिरहेछ। अब जानु पानी फेरि परेको अहिले नि परेर जाडो पानी परिरहेछ अहिलेसम्म। अब त जाडो बढ्यो। बस कुर्ने फाइनली बस आयो। संयुक्त यूनिवर्सिटी हप्ता 10 दिन भइसक्यो। पानी परेको सिम भर्खर बसबाट निस्के। अब क्लास कति बजे आयो? 8:30 भयो। 9 बजेबाट छ। केही खानु पर्यो। सिउ गएर एकछिन यस्तो पार्कतिर डुलुम भनेर आएको। अलिअलि भोक लागिरहेछ। अब सिउमा गएर केही खाऊँ भनेको त्यस्तै। अब यतातिर धेरै पार्कहरू छ क्या, तर आज पानी परेर यस्तै। नेक्स्ट टाइम घुमाउँछु। आई डोन्ट नो यतिकै बनाएर चाहिँ भिडियो पागल भइसक्यो म। त्यही भएर भिडियो बनाउनु खोजेको फ्रेस हुन्छ फ्रेस। अब चाहिँ सिउतिर जानु पऱ्यो। के खानु पऱ्यो। भोक लागिसक्यो। 8:30 भयो। अब 9 बजेबाट सुरु हुन्छ। यो चाहिँ के को फल होला भन्ने हामीलाई लागिरहेको। पातहरू छैन, हरियाली छैन, गफरके परेको छ। फल मात्रै छ। व्हाट इज दिस? आई डोन्ट नो के हो। अब इट्स अ रेनी डे। सिउ आइपुग्यो। अब सिउमा केक खानुपर्छ। कुचु
अब यो जाडोमा छिटो त के खाने हो नो 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 भोक नि लागिरहेछ केही खान नि मन छैन के खानु पर्दैछ बिस्कुट जे पनि बस अनि त्यसपछि एज अलवेज माई दिस वान यही दुईवटा मात्रै हो अब बिहान बिहान रामेन के खाऊँ त्यस्तो पेट दुख्नलाई अब यहाँबाट पे गर्ने त्यसमा चाहिँ पे गरिसक्यो यसबाट आयो क्लासभित्र जानु यति जो सकेर जाडो छ हौ कोही छैन होला सायद ओएमजी यस्तो पढन्दाज भइदियो म यहाँबाट निस्किनुपर्छ यो होइन जस्तो लाग्यो मलाई फेरि म यहाँको बसै हुन्छ नि क्लास त यो सायद त बसमा आएर होला नि 9 बजेर अबे भूत It's a very cute power bank. Samyuk University. 98% is very. Oh, what a cute. Welcome. Thank you. Class कति बजे सुरु? क्लास 9 बजे सुरु हो 9 बजे सुरु हो तर म्यामहरु आउन लागेको छैन अब बिस्कुट खाएर क्लासको सुरुवात भर्खर म्याम आउनुभयो ओ माई गॉड चकलेट वाला होइन यही छ के भनेको हामी आज खाजा सेल्फी स्टिक के ल्याएन कि बिर्से होइन बिहान हतारमा बिर्सिनु नभए सेल्फी स्टिक भएको भए झन् राम्रो हुन्थ्यो अनि टाढासम्म फोटो खिचेर काम नि लागेको छैन पानी पर्दैछ यस्तै बाइसिकल राइड गर्छु एक दिनमा And Uber disrupts the traditional taxi business model and for जाडो भेटिन टोपी लगाइरहन् जाडो भएको नि त दिले लाउनु भएको छैन टोपी लाउनु भएको भन्छ टोपी लाउनु वाउ यस्तो राम्रो फुडहरू दसैँको खाजा खानाको यति धेरै प्याज छ नि एज यु क्यान सी कहाँ गायब भयो केटीहरू यहाँ ओ अर्को दिदीले सुरु गर्नुभएछ यो कप नुडल्स माथि राखेको नि साह्रै भन्यो भने फेरि भिजे जानलाई टोपी
पिला खान त गई हाम्रो पनि यत्रै छ न त यस्तो उघार्यो भने यत्रै छ नि अझ योभन्दा पनि सानो छ कि तर तिम्रो चाहिँ हो कि सानो झन् टाउको छेक्यो सानो झनै नै कि यत्रै छ कि यो ओढ्ने त तर हल्का लामो जस्तो लाग्छ कि तिम्रो त यो सानो त्यो ब्यागमा नि अट्छ नि त ओइ आउन यहाँ छातामा टोपी भए मान्छे दुईजना ओ माई गॉड अघि खाना खाएको मतलब खाजा खाएको भिडियो बनाउनु भने यतिजना थियो नि प्याज थियो कि त्यो भएर बनाउने त्यस्तो हुने होइन अब यहाँ चाहिँ अब क्लास गाईको अब 1 बजे अब 1 घन्टापछि फेरि अर्को क्लास कोरियन ल्याङ्ग्वेज नेपाली संस्था हेर्ने गर्छ भनेको यही रहेछ ल अब नाच्नु बेर्छ नि झिलिमिली रातमा प्यार लागिसक्यो यहाँनिर झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो मनाउँदै आए कहाँ गाइस तिहार आयो सो अब क्लास सक्यो अब नेक्स्ट क्लास हुन्छ मलाई त निन्द्रा लागिसक्यो अब त रात परिसक्यो अझै 5:30 बजिसक्यो अब फेरि एउटा क्लास छ 6 देखि 7 बजीसम्म अनि त्यसपछि बल्ल छुट्टी यही क्या है मलाई यति मटर देखायो नि स्थितिले यो मटर खानु हरियो मटर छ हरियो मटर खान्छु खाजा अब चाहिँ क्लासहरू हुन्छ 6 देखिबाट 7 6 भइसक्यो म्याम पनि आउनु भइसक्यो अब त्यस्तै हो म किन यो भिडियो बनाइरहेको छु मलाई थाहा होइन जस्ट फर फन म्याम आउनु भइसक्यो छुट्टी भयो गाइस 7 बजिसक्यो अन्धकारमा बिहान आएँ अब फेरि अन्धकारमा जानेछु यस्तै छ क्लास एकदम रमाइलो भयो तर बाहिरको अवस्था एकदम नाजुक छ मेरो अवस्था झन् एकदमै नाजुक अवस्थामा गुज्रिरहेको छु म वाउ नाइस एक्सपिरियन्स कतिखेर रुम पुग्नु भइरहेछ मेरो रुम पुग्नलाई करिब 2 घन्टा लाग्छ ओएमजी 2 घन्टा साँच्चै नै हो र झुट बोले त होइन नि 2 घन्टा त मेरै लाग्थ्यो हौ ए अँ त नि है गाह्रो छ भोलि आउने कि नआउने त क्लास भोलि आउँदैन मेरो काम छ यता गर्नु ओ माई गॉड रिस्की यार अबे रिस्की है अनि पानी पर्यो भिडियो निकासीलाई देखाउँछु प्याज काटिरहेछ पुग्छु रुइगी कृष्ण कुकाली हजुर म होइन दिदी मैले काट्दै मासु बनाउनु लाग्छ मासु यसो दिदी मासु बनाउने मैले तिमी त हुँदै कहिले दिन्छ नि हिजो पनि के मासु र के र्यान्डम भिडियो बनाऊ मैले हैन प्याजमा जस्ट फर फन बास्ना आइको यस्तै हो अनि अब खाना नि as you can see
इङ्ग्लिस बोलेर फेरि एजुकेन्सी अरे कुकली छ यसो त कुकली हिला मैले बयान त बिना गरौँ यहाँ चिकन बनिरहेछ खतरा कुकवाली हो हजुरहरूलाई चाहिन्छ भने बेकु भइसक्यो यहाँ सुन्ने भुइँमै बसेर खानु ए यो गलाइने दशैँमा कोरियाको बसाइ यहाँ त भरस्टै थियो यस्तो होइन कि यस्तो राख्न कुरा थियो कि के गरेको थियो थाहा भएन अर्कै हाल्नुपर्छ अनुष्का मैले नि यो धुलो खुर्सानी छ थियो नि चटपटी मसला नि भयो मैले अहिले चटपटी मसला कहाँ तिमी चिन त मैले खुर्सानी किनेर चाहिँ कहाँ छ हेर त चटपटी मसला कहाँ चाहिँ राख्ने होला कोही छ म एक थप लान्छु नि खाना हेरेर भाइ त्यो रे नाम लले भन